अनि तपाईँ साथीहरू यो चाहिँ होइन यो चाहिँ भव्य मन्दिर होइन निराशैनी माताको मन्दिर होइन यो अग्लो भिडियोमा होइन एउटा मन परेपछि एउटा लाइक सब्सक्राइब एउटा गरिदिनु होला अनि म के भन्न चाहन्छु भने चाहिँ यहाँतिर राङ्गा बोकाहरू सबैको बलि गरिन्छ होइन एकदमै धेरै सङ्ख्यामा मान्छेहरूको पनि भिडभाडका इलाका हुन्छ यहाँ अब सबै कुरा राम्रो छ अब यो पनि मनोकामना पुरा हुन्छ भन्छन् होइन यो ठाउँमा आएपछि होइन राङ्गा बोकाहरूको अब आफ्नो भक्कल गरेपछि भन्छन् नि अब केही कुराहरू यो कुरा मेरो पुरा भइदियोस् होइन यो कुरा मेरो यस्तो भइदियोस् भनेर भक्कल गरेपछि होइन यस्तै कुरा गर्नुपर्छ होइन राङ्गा बोकाहरूको बलि गरिन्छ भनेर यहाँनिर यस्तो सङ्कल्पहरू लिएर होइन सबै मान्छेहरूको यस्तो आफ्नो मनोकामना पुरा गर्नको लागि होइन त्यस्तो बलि गर्छन् तर यो अब अपराध हो कि के हो त्यो त अब भन्न पाइँदैन किनभने पछिमा हाम्रो यो प्रकृति र पुर्खाहरूको चलाएको संस्कृति हो चलन त हो त्यही भएर पनि देवभित्रहरू देखाउन सकिँदैन अनि गाजी यहाँ तपाईँ देख्न सक्नुहुन्छ यहाँ गेट यो गेट हो होइन यो मन्दिर हो होइन सबै कुराहरू यहाँनिर छ एकदमै भव्य मन्दिर हो यो सुदूरपश्चिम प्रदेश सुन्नया गाउँपालिका बैतडी जिल्लामा रहेको देमाण्डोमा स्थित रहेको यो निराशैनी माताको मन्दिर होइन कोजनाले चिन्नुहुन्छ सबै अधिकतर मान्छेहरूले चिन्नुहुन्छ होला यसलाई तर नचिन्ने मान्छेहरूलाई सेयर गरेर देखाइदिनु होला होइन हाम्रो पनि यस्तो ठाउँ छ यसको विशेषताहरू कस्तो छ के छ भन्ने कुराहरू सबैजनाले बताइदिनु होला अब मनोकामना पुरा हुन्छ भन्छन् होइन यहाँ आएपछि तर भिडियो बनाउन पाइन्छ कि नै पाइन्न ब्लग हो अब भिडियो बनाउन त पाइन्छ भनिरहेको छ नि अङ्कल होइन अब ठिकै छ अब भिडियो बनाउन पाइन्छ भनेपछि हामी एउटा भिडियो ब्लग बनाउँदैछौँ होइन दाजु हुनुहुन्छ अब ठिकै छ मनोकामना पुरा हुन्छ भन्छ निराशैनी माताले हाम्रो मनोकामना पुरा गर्नु होइन मेरो पनि मनोकामना पुरा गर्नु मैले मेरो सोचेको सबै मनोकामनाहरू पनि पुरा होस् होइन म यही कामना गर्न चाहन्छु होइन मनोकामनाहरू मेरो पनि पुरा होस् अनि भिना चाहिँ यहाँ ठुलो बादल बजाइरहेछ नि दमहा भन्छ सबैजनालाई थाहा होला दमहा भन्छ नि यसलाई दमहा अब निशान मातालाई फलाउन मनोकामना पुरा गर्न भाइहरू बाबुहरूको मैले मनोकामना मागेँ जो बच्चाहरूलाई यो भूत लाग्छ नि त भूतहरू लाग्छ नि निकोन्थन हो एउटा लिएर जान पाइन्छ यो भभूत हुन्छ नि त यो छार यो लिएर जान पाइन्छ हो दिनु पर्यो यो बच्चाहरूको लागि चाहिन्छ राम्रो कुरा बच्चाहरूको लागि भभूत हुन्छ राम्रो कुरा भभूत अघेरी भभूत कागज छ त कागज भभूत लिएर जान्छौँ होइन अनि अङ्कल भन्ने आज न हाम्रो पुर्खाहरूले तर निको राम्रो हुन्छ होइन त्यो भभूतले राम्रो तिम्रो जो सोचिरहेको छ त्यो राम्रो कुरा हो भगत मान्छे बाबु यहाँको धेरै बुढो मान्छे माताले दियो 50 रुपियाँ भेट दियो खुल्ला छ नि त खुल्ला छ नि त 10 रुपियाँ माता की जय रक्षा गरौँ दया गरौँ दिन्छु कार्डमा दिन्छु कागजमा दु ठाउँमा प्याक गरिदियो ल बाबा ल त बाबा ल बाबा
त्यो भबुत अलिक यो हट भएको त्यहाँबाट लिएर अँ लिएर आउनु यसले बच्चाको यो जो छोयामा नराख्नु बुझ्नुहुन्छ अँ। कहाँ हो घर हाम्रो गरी यही हो तर हामी बस्छौँ धनगढी बस्छौँ हामी त्यही त अँ। छोया छोलाई नराख्नु है त अँ मैले बुझेँ मैले बुझेँ मैले अब बुझेँ त्यो त्यो त हाम्रो थाहा छ अँ। हाम्रो बास्लिङ माडो त हो त त्यो सुनमेरको लौ त, हामी बास्लिङको बास्लिङ माडोको मान्छे हो हामी पनि यहीँको मान्छे हो त्यही पनि अब यसले भभुत राम्रो हुन्छ भन्छन् होइन बच्चाको यो हो त राम्रो बच्चाको यो झपेटो लागेको सबै कुरा राम्रो हुन्छ भन्छन् के यसले राख्नु सुरक्षा राख्नु है त यसले निको हुन्छ क्या दिन बजेको वो डस्टबिन में आए कहाँ उठाए बोल लियो ने वो जे नाइ नाइ पक्का म ये लो जाबे मु बोत्नु रे तम एकमा केमा मात्र हाल्दै पक्का पक्का दिन्छु भयो भयो भ्याएको त नि भभुत लिएर जाँदैछौँ हामी होइन बच्चाको त्रास छल त्रास के लाग्छ होइन भन्छन् नि अब पुर्खाहरूलाई लाग्छ साँच्चीकै लाग्छ पनि होइन त्यो राम्रो हुन्छ होइन यो भभुतले गर्दा भभुत लगायो भनेपछिमा राम्रो हुन्छ क्या त्यसले केही फरक पर्दैन पछि लाग्दैन क्या थाहा छ छुयो छातामा राख्नु भन्नु अनि यो छतमा राखे त मन्दिरमा कहाँ राम्रो कुरा होइन ना यहाँ कति वर्ष भयो बजे તમને मलाई त बाबु अब भनेर के भने 85 वर्ष भइसक्यो धेरै बुढोमा तिमी जस्तो मेरो नाति पनि यहाँ रहेछ ल्या कोही भेल्यौ न अब घर कहाँ हो हजुरको यहीँ हो घर यहाँ हाम्रो भुलि पाएको हाम्रो मन्दिर हाम्रो भएको अनि बाल्यो त्यसपछि बाल्छेको पाएको हामी तर पुर्खाहरू भन्दा होइन यहाँ पासो लगायो अरे कहिले पासो उसो सही लगाएन नै हो न भन्छन् पुर्खाहरू भन्छन् होइन पासो लगाएको कसले यताउति गर्यो भन्छन् होइन त्यही पनि अब ठिकै छ दर्शन गरियो होइन मिङ्ला सैनी माताको दर्शन गरियो राम्रो मेरो मनोकामना पुरा होस् होइन म आगामी दिनमा केही दिनको लागि जाँदैछु त्यो मनोकामना मेरो पुरा होस् त्यो सबै पुरा हो पुरा होस् भन्न चाहन्छु यसले गर्दाखेरि अब बाबु जो चाहिँ पुलिस थाना हाल्नु है त यो पुलिस पाल्दै त हाम्रो कति पाल्ला अब यहाँ ब्याकग्राउन्ड सानोमा तपाईँ देख्नुहोस् यहाँ ठुलो मन्दिर हो क्या यो मिङ्ला सैनी माताको हाम्रो यहाँ कस्तो हुन्छ भन्दाखेरि अब हुन्छ अब कस्तो हुन्छ भन्दाखेरि कि राङ्गा बोकाहरू धेरै सङ्ख्यामा काटिन्छ क्या यहाँ एकदमै राम्रो छ तपाईँले यो भिडियो राम्रो लागेको छ एउटा सब्सक्राइब लाइक गरिदिनु होला थ्याङ्क यू आगामी भिडियोमा थ्याङ्क यू